पहिला त मिस्टर बिस्ट को हुन् त्यो मैले बताइराख्नु पर्दैन। मेरो मतलब मिस्टर बिस्टलाई नचिन्ने सायदै कोही होलान् जो आफ्नो धेरै समय युट्युबमा बिताउँछ। यो मान्छेले एउटा भिडियोमा जति पैसा खर्च गर्छ त्यति पैसाले त हामी जस्तो साधारण मान्छेलाई जिन्दगीभरि खाना लाउन पुग्छ। बट मिस्टर बिस्ट इज जस्ट नट अ मनी ब्रो, ही इज अ बिस्ट लेभल जिनियस। सबैजना भन्छन् मिस्टर बिस्टसँग टन्नै पैसा छ, त्यही भएर मिस्टर बिस्टले यो लेभलको भाइरल भिडियोहरू बनाउन सक्छन्। तर सत्य कुरा यो पनि हो, पैसा धेरै भएर मात्र पनि भिडियोहरू भाइरल गर्न सकिँदैन। मिस्टर बिस्टको भिडियो बनाउने कन्सेप्ट नै मान्छेलाई एकैचोटि लत लगाउने खालको हुन्छ। लाइक लास्ट टु लिभ सर्कल विन 500,000 अनि $1 भर्सेस $1 million होटल एक्सपिरियन्स। यस्तो खालको भिडियोहरू सबैलाई मन पर्छ। यस्तो भिडियोहरू एकचोटि हेरेपछि बार बार हेर्न मन लाग्छ सबैलाई। जब तपाईँ मिस्टर बिस्टको एउटा भिडियो हेर्नुहुन्छ त्यसपछि तपाईँलाई मिस्टर बिस्टको सब्सक्राइबर हुनबाट कसैले रोक्न सक्दैन। एकचोटि मिस्टर बिस्टको भिडियोमा क्लिक गरिसकेपछि 3 सेकेन्डमा हुक, 10 सेकेन्डमा ट्विस्ट अनि लास्टमा पे अफ। त्यसपछि हात नै रोकिन्छ अरू भिडियोहरू स्क्रोल गर्नको लागि। प्योर भ्युअर रिटेन्सनको मास्टर क्लास हो यो। किन नेपालमा मिस्टर बिस्ट जस्तो क्रिएटर छैन? हामी भिडियो बनाउँछौं तर हाम्रो टार्गेट हुन्छ धेरै लाइक अनि धेरै भन्दा धेरै शेयर। मतलब हामीलाई रेस्पेक्ट चाहिन्छ एउटा कन्टेन्ट क्रिएटर भएको नाताले। र मिस्टर बिस्टको उसमा हेर्ने हो उसको टार्गेट हुन्छ मास हिस्टेरिया। हाम्रो माइन्डसेट कम रिस्क सेफ कन्टेन्ट। मिस्टर बिस्टको माइन्डसेट हाई रिस्क हाई रिवार्ड। उसले फेक भिडियो बनाए जस्तो लाग्छ तर रिजल्ट ती सबै रियल हुन्। साँचो कुरा त मिस्टर बिस्टको भिडियोहरू समटाइम्स क्रिन्ज लाग्छ तर यसलाई डिनाइ गर्न सकिँदैन। टाइटल हेरेर लाग्छ क्रिन्ज होला तर एकचोटि भिडियो क्लिक गरिसकेपछि 15 मिनट कहिले बित्छ पत्तै हुँदैन। साँचो कुरा गर्नु पर्दा यो मान्छेले युट्युबको गेम नै चेन्ज गरिदिएको छ। हामी भन्छौं पैसा भए सबै कुरा गर्न सकिन्छ, तर तपाईको कन्सेप्ट नै वीक छ भने पैसा जति बगाए पनि केही हुनेवाला छैन। त्यसैले मिस्टर बिस्ट जस्तो बन्नु छ भने स्टार्ट फ्रम आइडिया नट अ बजेट। कमेन्टमा लेख्नुहोस् कुन नेपाली युट्युबरले मिस्टर बिस्टको जस्तो फिल दिन्छ। लेट्स सी। यदि तपाईलाई भिडियो मन परे लाइक गर्नुहोस्। यस्तै भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। म तपाईको साथी। सी यू इन नेक्स्ट भिडियो।